हेलो गाइस, तपाईँहरूलाई स्वागत छ आजको हाम्रो बर्थडे स्पेसल भिडियोमा। अनि आज चाहिँ हाम्रो नानीको बर्थडे हो। त्यसपछि हामीले चाहिँ घरमा डेकोरेट गरेर घरमै केक लिएर काटेर चाहिँ बर्थडे मनाउँदैछौँ। यसमा चाहिँ हामीले चाहिँ घरको फ्यामिलीहरूलाई भिडियो कलमा जोइन गरेर चाहिँ बर्थडे मनाइरहेका छौँ। नानी चाहिँ एकदमै ह्याप्पी ह्याप्पी भएर चाहिँ बर्थडे मनाइरहनु भएको छ। ताली पनि आफै पिटिरहनु भएको छ। छेउमा चाहिँ मैले पनि ताली पिटिरहेको छु। अनि यहाँ चाहिँ मेरो लाइटिङ नमिलेर चाहिँ म ठाउँ चेन्ज गर्दैछु भने हामी चाहिँ दुईजना मात्रै भएर चाहिँ घरमा चाहिँ बर्थडे मनाइरहेका छौँ। आजको हाम्रो बर्थडे भ्लग आज पर्न गएको जन्मदिनको धेरै धेरै शुभकामना। मेरो नानीलाई सधैँभरि खुसी रहनु, आफूले चाहेका इच्छा आकाङ्क्षा आफ्नो ड्रिम्सहरू पुरा गर्नु, आफ्नो ड्रिम्स पुरा गर्नलाई अथक मेहनत प्रयासहरू गर्दै जानु, सफलता छिटै मिल्नेछ भन्दै उहाँले चाहिँ घरमा सब फ्यामिलीलाई पनि देखाइरहनु भएको छ को छ भिडियो कलमा भनेर है त। अनि सधैँभरि वर्षै साल यसरी नै तपाईँको बर्थडे मनाइरहन Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. अनि नानीले चाहिँ मलाई केक खुवाउँदै हुनुहुन्छ। अनि मैले पनि नानीलाई खुवाइदिइसकेको छु। अनि नानीलाई चाहिँ त्यो केकमा चाहिँ अलिकति पानी आयो भन्दै हुनुहुन्थ्यो। त्यही पनि ठिक छ। सानो सानो केक लिएर चाहिँ हामीले घरमै डेकोरेट गरेर मनाइरहेका थियौँ। अनि त्यसपछि यो पछाडि पनि हाम्रो अझै खाने ब्लग पनि छ। त्यो चाहिँ तपाईँले अघिल्लो पार्टमा हेरिसक्नु भएको होला। यो चाहिँ हाम्रो यो चाहिँ बर्थडेको स्पेसल ब्लग भनेर चाहिँ मैले हालेको छु। तपाईँहरूले हेर्न सक्नुहुनेछ। एकदमै रमाइलो भयो। घरमा सबैजनालाई पनि भिडियो कलमा हामीले जोइन गऱ्यौँ। अनि घरमा गिफ्ट माग्दै हुनुहुन्छ नानीले चाहिँ, कसैले मलाई गिफ्ट दिएनन् भनेर भन्दै हुनुहुन्छ। रमाइलो। अनि त्यस्तै भएर चाहिँ मैले गिफ्ट दिएको भनेर त जिस्काइँदै मैले चाहिँ आफ्नो डलहरू चाहिँ दिइराखेको छु नानीलाई। खुसी, एउटा खुसी भनौँ, एउटा रमाइलोको लागि चाहिँ मैले यस्तो यस्तो गिफ्टहरू चाहिँ दिइराखेको छु नानीलाई। जे होस्, आजको दिन चाहिँ विशेष दिन, नानीको विशेष दिनमा चाहिँ अलिकति रमाइलो गरौँ, एउटा याद रहोस् भनेर चाहिँ भिडियो बनाएर चाहिँ मैले चाहिँ युट्युबमा पोस्ट गरेँ।
यो भिडियोले चाहिँ अर्को वर्ष पछि वर्षहरूमा चाहिँ आफूलाई चाहिँ हेर्नको लागि चाहिँ एकदम रमाइलो हुन्छ। हामीले चाहिँ त्यो पलमा चाहिँ त्यो समयमा चाहिँ यस्तो गरेको थियौँ भनेर चाहिँ एउटा सम्झना एउटा मेमोरी चाहिँ हुन्छ भन्ने हिसाबले चाहिँ मैले यो भिडियो बनाएको थिएँ। सो सबैजनाले विस गरिदिनु होला, माया गरिदिनु होला। हाम्रो भिडियोलाई पनि लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। किप वाचिङ गाइस, किप सपोर्टिङ। अनि एउटा खुसी हो, खुसीको दिनमा चाहिँ सबैजना खुसी रहौँ भन्ने चाहिँ र सबैजनालाई खुसी दिन सकौँ केही सानो सानो कुराले भए पनि भन्ने मलाई लाग्छ। सो थ्याङ्क यू फर वाचिङ एन्ड हेर्दै रहनुहोला, माया गर्दै रहनुहोला। थ्याङ्क यू सो मच। र अब चाहिँ हामी यो केक काट्ने अनि भिडियो बनाउने कार्यक्रम सकाएर चाहिँ अब हामी चाहिँ खानेतर्फ चाहिँ लाग्दैछौँ। अब चाहिँ हाम्रो चाहिँ